नमस्ते साथीहरू, आज हामी जाँदैछौँ नेपालको एक सुन्दर र पवित्र गन्तव्य गोसाइँकुण्डतर्फ। हिमालको काखमा बसेको यो ताल प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले भरिएको छ। यहाँको शान्त वातावरण र वरिपरिको हिम श्रृङ्खलाले जो कोहीको मन लोभाउने गर्दछ। आउनुहोस् यस अद्भुत यात्रामा हामीसँगै जोडिनुहोस्। लगायत हामी टोखा हुँदै बिदुर निस्केर 4.5-5 घन्टाको राइडपछि यति बेला धुन्चे आइपुगेका छौँ। धुन्चेमा हामी बाइक पार्किङ गरेर अब अगाडि लाग्दैछौँ हामी। अनि यो बाटो तलको बाटो चाहिँ अगाडि जानुभयो भने लगभग 10-15 किलोमिटर पछि स्याप्रुबेसी आउँछ। त्यहाँदेखि चाहिँ लाङटाङ ट्रेक पनि गर्न सकिन्छ। अब यहाँ धुन्चे आइपुग्न तपाईँहरूलाई त्रिशुलीको बाटोको अप्सन पनि छ। गल्छी हुँदै बिहान तपाईँ माछापोखरी आइपुग्नु भयो भने 6 बजे बसहरू लाग्छ, त्यसमा आउनु भए पनि हुन्छ। यदि होइन आफ्नो प्राइभेट साधन छ भने चाहिँ टोखाको बाटो चाहिँ एकदम राम्रो छ, सर्टकट पनि छ है त। अब यहाँबाट हामी लगभग 1 बजे निस्केका छौँ। लगभग 5 घन्टाको यात्रापछि चन्दनबारी पुग्ने टार्गेट छ। हेरौँ है त कहाँसम्म पुगिन्छ। धुन्चेदेखि 2 घन्टामा यो रेस्ट पोइन्टमा आइपुग्यो। अब यहाँबाट अझै 1000 मिटरको हाइट गेन गर्नु छ। 2 घन्टामा लगभग 200 मिटर मात्रै हाइट गेन गरेको छ। यस्तो ठाडो बाटो छ, यहाँ चाहिँ गाह्रो छ। 2.5 घन्टामा यो क्यान्डी भन्ने ठाउँमा आइपुग्यो। यहाँ चिया नास्ता गरेर अब माथि जाँदैछौँ। त्यहाँदेखि अझै लगभग 3 घन्टा लाग्छ अरे चन्दनबारीको लागि। यो 2:30 भयो, 2:30, 5:30, 5:30 सम्ममा हामी पुग्छौँ होला। लगायत धुन्चेदेखि 2 घन्टा 45 मिनटमा यहाँ देउराली आइपुगेको छौँ। अब यहाँदेखि लगभग 2-2.5 घन्टामा चन्दनबारी पुगिन्छ। यति बेला 3:45 भएको छ। अब 4:45, 5:45, 5:30, 6 बजीसम्म हामी
चन्दनबारी पुग्छौँ है त। अब यहाँसम्मको बाटो भन्नुहुन्छ नि यस्तो ठाडो उकालो छ, यहाँ चाहिँ अलिक गाह्रो नै हुन्छ। अब यसपछि अलिकता तेर्सो छ भन्दै हुनुहुन्छ, हेरौँ ल। दुन्चेदेखि लगभग 900 मिटर हाइट आइसक्यौँ हामी। लगभग 3 घन्टा 3.5 घन्टा लाग्यो यहाँसम्म आउनलाई। ठाउँ ठाउँमा यस्तो खालको क्याम्पिङ गर्ने ठाउँहरू पनि बनाइएको छ। तर एउटा स्याड पार्ट भने यो जताततै रुटभरि नै यस्तो फोहोर चाहिँ छ है, यो चाहिँ साह्रै दुःख लाग्यो। ल गुड मर्निङ गाइज। हिजो हामी लगभग 5:30 बजीतिर 4.5 घन्टाको वकपछि यहाँ धिम्सा भन्ने ठाउँमा आइपुग्यो। यहाँसम्मको बाटो धेरै उकालो छ अनि एकदमै थाक्ने खालको छ। योभन्दा अगाडि चन्दनबारी गएर बस्ने प्लान थियो हाम्रो, तर यहाँ आइपुग्दा लगभग अब 40-45 मिनट्समा चन्दनबारी पुगिन्छ। थकै लाग्दाखेरि यहीँ रेस्ट गऱ्यौँ। अब यहाँबाट हामी चिया नास्ता गरेर अब निस्किँदैछौँ। आजको टार्गेट हाम्रो गोसाइँकुण्ड पुगेर लौरी बिना फर्किन सकिन्छ कि भन्ने छ। हेरौँ, अब बाटो अगाडि अलिक सजिलो छ भन्ने सुनेको छ। अब यदि सक्यो भने हामी गोसाइँकुण्ड पुगेर लौरी बिना फर्केर त्यहाँ चाहिँ बास बस्ने टार्गेटमा छौँ। ल धिम्सादेखि 40 मिनट्समा चन्दनबारी आइपुग्यो। लगाइज यो चाहिँ क्यान्डी हो है, यहाँ तल देखिएको ठ्याक्कै यो निलो निलो छाप्रो भएको चाहिँ क्यान्डी। त्यसपछि अलि माथि आइसकेपछि तपाईँको यहाँनिर चाहिँ यो चाहिँ देउराली, यो देउराली भयो। त्यसपछि अझै माथि आएर यहाँनिर चाहिँ यो चाहिँ धिम्सा। हिजो राति हामी यहीँ बसेको। यो धिम्सापछि अझै माथि आइसकेपछि यहाँ चन्दनबारी चाहिँ यहाँ आइपुग्यो। चन्दनबारीदेखि चाहिँ बाटो अलि सिधा सिधा छ। यहाँबाट अगाडि अब चोलाङपाटी हुँदै लौरी बिना आइपुग्छ। लौरी बिनाबाट एउटा 2टा स्टप आउँछ सायद, त्यसपछि चाहिँ गोसाइँकुण्ड। अब आज हामी गोसाइँकुण्ड गएर फर्केर लौरी बिनासम्म आइपुगिन्छ कि भन्ने आशा छ। ल त्यही टार्गेटमा हामी अगाडि बढ्दैछौँ। लुक एट द भ्यू। लाङटाङ रेन्ज चाहिँ यतातिर पर्छ है। ल बाटो हेर्दा यो बाटो अब यसरी गएर यो पारी टाढा गएर यहाँनिर चाहिँ गोसाइँकुण्ड जस्तो देखिन्छ। लगभग यही बाटो गोसाइँकुण्ड चाहिँ यहाँ टपमा पर्छ जस्तो छ है। अब खासै देखियो कि देखिएन। यो बाटो यसरी जाँदैछौँ हामी। गोसाइँकुण्ड ट्रेक लाङटाङ नेसनल पार्कभित्र पर्ने भएकाले यहाँ वनस्पति र जनावरहरूको विविधता पाइन्छ। तल्लो भागमा गुराँस, ओक, पाइन र बाँसका घना जङ्गलहरू हुन्छन् भने
माथिल्लो उचाइतिर जाँदा रुखहरू घट्दै जान्छ र साना बोट बिरुवाहरू देखिन्छन्। चराहरूमा डाँफे, हिमाली चिल र विभिन्न रङ्गीचङ्गी चराहरू देखिन्छन्। जनावरहरूमा रेड पान्डा, कस्तुरी मृग, हिमाली भालु, लङ्गुर जस्ता जनावरहरू पाइन्छ। यस क्षेत्रको जैविक विविधता, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले गोसाइँकुण्ड ट्रेकलाई अझै विशेष र आकर्षक बनाउँछ। भिन्सादेखि 2 घन्टा 10 मिनटमा यो चोलाङपाटी आइपुग्यो। अब यसबाट माथि लगभग 1 घन्टामा चाहिँ हामी लौरीबिना पुग्छौँ। त्यहाँ खाना खाएर सायद ब्याग राखेर माथि जान्छौँ हामी। तपाईँ लाङटाङतिरबाट आउँदै हुनुहुन्छ भने त्यो ब्याम्बोदेखि माथि आउँदा यहाँनिर आइपुग्दो रहेछ। 2 आवर 45 मिनटमा हामी दिम्सादेखि चन्दनबारी हुँदै यो रेस्ट पोइन्टमा आइपुग्यौँ। अब यहाँदेखि माथि लौरीबिना लगभग 1 घन्टामा हामी मजाले पुग्छौँ होला। हामी 3700 मिटरमा आइपुगेका छौँ। लौरीबिना 3900 मिटरमा छ। अनि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो अलि बाटो चाहिँ चिप्लो पनि हुनसक्छ यो हिउँहरू पग्लेर। अनि अहिले अब यत्तिको हिउँमा चाहिँ मजाले गोसाइँकुण्ड पुग्न सकिन्छ। त्यही भएर अब आज नै गोसाइँकुण्ड गएर फर्किने प्लानमा छौँ हामी। आएर लौरीबिनामै बस्नु पर्ला। .4 किलोमिटर हिँडेर हामी 3 घन्टा 40 मिनटमा लौरीबिना आइपुग्यौँ। अब हामी जानुपर्ने भनेको योभन्दा माथि हो, यो एरियातिर हो। अब यहाँ चाहिँ अब एकछिन खानासाना खाएर रेस्ट गर्छौँ हामी। त्यसपछि बिस्तारै माथि लाग्छौँ। अब बिस्तारै यो क्लाउडहरू निस्किँदैछ। भ्यू चाहिँ अब के कस्तो देखिन्छ हामी त्यतै गएर भिडियो बनाउनु है त। लुक एट दिस भ्यू। लौरीबिनादेखि 1 आवर 10 मिनट्समा हामी यो बुद्ध मन्दिर भन्ने ठाउँमा आइपुग्यौँ। यहाँसम्मको बाटो चाहिँ अलि ठाडै उकालो छ। लगभग 4200 मिटर हाइटमा आइपुग्यो हामी। अब यहाँबाट बाटो अगाडि अलि सजिलो छ अरे। 1 घन्टा जतिमा हामी गोसाइँकुण्ड पुग्छौँ। बाटो चाहिँ यता गोसाइँकुण्ड ट्रेक र यहाँका तालहरू हिन्दू धर्ममा अत्यन्तै पवित्र र महत्त्वपूर्ण मानिन्छ।
वर्ष जनै पूर्णिमाका अवसरमा हजारौँ तीर्थयात्रीहरू यहाँ स्नान गर्न र पूजा गर्न आउँछन्। यस दिन गोसाइँकुण्डमा स्नान गर्दा पाप नाश हुने र आत्मा शुद्ध हुने विश्वास गरिन्छ। गोसाइँकुण्ड वरिपरि रहेका अन्य तालहरू पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण छन्। त्यसमध्ये भैरवकुण्डले विशेष मानिन्छ, जुन भगवान भैरवसँग सम्बन्धित छ। यसको शान्त वातावरण र प्राकृतिक सुन्दरता भक्तजनका लागि ध्यान र पूजा गर्ने पवित्र स्थल हो। यी तालहरूको वरिपरिको हिमाल, चट्टान र शान्त वातावरणले आध्यात्मिक अनुभूति दिन्छ। यहाँको स्वच्छ पानी, खुला आकाश र मौनता आफैमा साधना जस्तो अनुभव गराउँछ। यस यात्राले हामीलाई धेरै कुरा सिकायो। गन्तव्यभन्दा पनि यात्राकै ठुलो अर्थ हुँदो रहेछ। गोसाइँकुण्ड तालको पवित्रता र लाङटाङ नेसनल पार्कको प्राकृतिक सुन्दरताले हामीलाई गहिरो छोयो। कान थियो, तर यहाँ आइपुग्दा सबै बिर्सियो। यही यादहरूका साथ आजको भ्लग यही अन्त्य हुन्छ। फेरि अर्को यात्रामा भेटौँला। हस्, धन्यवाद।